शाहरुख खानको स्टाइलमा गुड मर्निङ सबैजनालाई। बिहानै भेटियो पप्पी अनि उसलाई मैले हात चलाउँदै भने म जाँदैछु लबधारा। लभ त छैन तर सिङ्गलै छु भन्दै मैले त्यसलाई भन्यो। रबङमा भेट्यो आनम र आनमसँग गयो म लबधारा। लबधारा चाहिँ लभरको लागि मात्रै नभएर हामी सिङ्गलको लागि पनि हो भन्दै बिस्तारै तानेर निकाल्यो। अनि बाटोमा हामी फिल्डमै हिँडिराखेको बेलामा यस्तो दामी प्लेस, यस्तो ब्युटिफुल जग्गालाई देख्यो। हामीले त्यसलाई क्याप्चर गर्नु बिर्सेन, हामीले क्याप्चर गरिदिए। अनि त्यहाँदेखि हामी जाँदै जाँदै हामीले टक्कै क्युजिङ भेट्यो। क्युजिङको एकताल बजारको राउन्ड नलगाए त फेरि मजै आएन। त्यहाँदेखि हामी त्यो लबडाँडा भन्ने भ्यू पोइन्टलाई हेर्नका निम्ति गयौँ। र जाँदा जाँदै रोड पनि यति दामी रहेछ, तपाईँहरू पनि आउनुहोस्। यो खै लभरको लागि मात्रै नभएर हामी सिङ्गलको लागि पनि हो भन्दै मैले यस्तो देखाइदियो। यो भ्यू पोइन्ट यति दामी थियो, म एक्सप्लेन पनि गर्नु सक्दिनँ भन्दै आइजा 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 भन्दै हामी हिँड्नु थाल्यो। हामी हिँड्दै हिँड्दै गएर चाहिँ अनि टक्कै त्यहाँ पुग्यौँ। अनि पुगेर चाहिँ फेरि शाहरुख खानको स्टाइल नमारे त हाम्रो मनै चित्त बुझ्दैन भनेर हान्दियो हो। तपाईँहरू पनि यस्तै शाहरुख खानको स्टाइल हान्नु छ भने चाहिँ आउनुहोस् लबधारा र तपाईँहरूले यहाँको भ्यूलाई इन्जोय गर्न सक्नुहुन्छ। अनि यहाँ बसेर तपाईँहरूले सुकुन पाउनुहुनेछ। तपाईँहरूलाई पनि यस्तै जग्गा घुम्नु छ भने प्लिज कम टु भिजिट दिस प्लेस। अनि मजाले बसेर तपाईँले गफसप गर्न सक्नुहुन्छ।